अनि त्यहाँ मलाई चाहिँ भर्खर बाबाले बोल्नु भएको थियो, त्यही भएर म त्यहाँ काम भएर 1 सेकेन्डको लागि उस भयो त्यो। अनि यो चाहिँ यो यस्तै हुनुपर्छ र यो अलिकति बिग्रियो भने यहाँ उस हुनसक्छ, राम्रोसित अटाउनु। त्यही भएर मैले चाहिँ यसकै हिसाबले काटेर उस गरेको छु। अनि तपाईँहरूले पनि त्यो छ भने नाप्नु, नत्र ब्याट्री र स्विचको कनेक्सन गर्दा हुन्छ। अब हामी चाहिँ यो मोटरहरू कता कसरी उस गर्ने भनेर उस गर्छौँ। यहाँ चाहिँ सुरुमा यो वाला मोटर चाहिँ अलि आरपिएम कम भएकोलाई चाहिँ यता राख्छौँ हामी, यो तलतिर यो अलि, किनकि यो यता राख्यो भने त अलिक ठाउँ पुग्दैन नि त, त्यही भएर दायाँ बायाँ हुने सम्भावना अलिक कम हुन्छ। त्यही भएर हामी चाहिँ यसलाई चाहिँ अगाडि फ्रन्टमा राख्छौँ। अनि यसमा चाहिँ यो अलिअलि फोहोरहरू लागेको छ, त्यही भएर म यसलाई चाहिँ सफा गर्छु है त। यसको बिलेट बिग्रेको छ, यो हेर्नुपर्छ यसको। तपाईँहरूसँग चाहिँ यस्तो बिलेट छैन भने चाहिँ चक्कु वा कैँचीहरूले गर्दा पनि हुन्छ। मैले चाहिँ यसले गर्छु, यसले अलिक राम्रो हुन्छ। अनि यो सबै सामानहरू चाहिँ मैले दराजबाट मगाएको हो, यो त्यहाँ चाहिँ अलिक राम्रो प्रोडक्टहरू राम्रोसित पाइन्छ। र यसलाई चाहिँ म सफा गरिन्जेल चाहिँ तपाईँहरूले लाइक सब्सक्राइब गरिदिनु होला है त। म चाहिँ यसलाई छिटो सफा गर्छु। अनि यो चाहिँ सफा भइसकेपछि चाहिँ यस्तो देखेछ। यस्तै अर्को मोटरलाई पनि हामीले सफा गर्नुपर्ने हुन्छ, यो पनि त्यस्तै फोहोर छ। अनि यसलाई पनि सफा गर्छु म पहिला। अनि यो पनि सफा भइसकेको छ। र अब चाहिँ हामी गन पनि तातिसक्यो। अब यसलाई चाहिँ हामी जोड्ने काम गर्छौँ। अब यो उसहरूमा यो अलि हाई आरपिएम भएकोलाई चाहिँ हामी यतातिर राख्छौँ पछाडि, अनि यसलाई चाहिँ यो कम आरपिएम भएकोलाई चाहिँ अगाडि राख्छौँ। तपाईँहरूले पनि त्यो आरपिएम कतिको हुन्छ, त्यो कस्तो हुन्छ, त्यो हेरेर उस गर्नु होला है त। पहिला म यसमा फिलामेन्ट हाल्छु। मैले चाहिँ यसमा फिलामेन्ट हालिसकेको छु। र अब चाहिँ हामी यसलाई चिप्काउनुतर्फ पर्छौँ। यो मेरो चाहिँ हट ग्लु गन चाहिँ अलि राम्रोसित काम गरेन, त्यही भएर मैले यो झिकेर म चाहिँ लाइटरले उस गर्ने हुन्छु। तपाईँहरूसँग छैन होला, यो चाहिँ अलिअलि पग्लिएको छ, यसलाई चाहिँ म अलि उस गर्छु। यसलाई म साइडमा राख्छु। यो अलिक सानो भएको छ, त्यही भएर यो अलिअलि तातेकोलाई चाहिँ म यसमै हालेर उस गर्छु है त। म लाइटर लिइसकेको छु। यसलाई यो मैले भनेको थिएँ नि तपाईँहरूलाई, लो आरपिएम भएकोलाई चाहिँ हामी यतै राख्छौँ, अगाडि पछाडितिर हाई आरपिएम भएको। अनि यसलाई चाहिँ अलि राम्रोसित राम्रोसित उस होस् भने चाहिँ यता साइडमा नि हामी गम लगाइदिन्छौँ है त। यता भइसकेपछि अब हामी अगाडितिर उस गर्छौँ। अगाडि चाहिँ हामी अलिक कम आरपिएम भएको मोटरलाई राख्छौँ, किनकि त्यता चाहिँ अलिक प्रब्लम आउँदैन। त्यही भएर हामी चाहिँ अगाडितिर लो आरपिएम भएको लगाउँछौँ। यो मोटर जोडिसकेपछि चाहिँ यस्तो लुक आइसकेको छ हाम्रो। अनि अब चाहिँ हामी यसको
उसतिर बढ्छौँ है त प्रोपेलरतिर। मैले चाहिँ यो सुरुमै अब यसको प्रोपेलर बनाउनु चाहिँ हामीलाई यो क्यान चाहिन्छ, त्यही भएर यसलाई अहिले साइड राखौँ हामी। अब यसलाई उस गर्नको लागि चाहिँ हामी पहिला यसलाई यो चाहिँ काट्नुपर्ने हुन्छ। यसलाई हामी काटेर चाहिँ हामीले दुईवटा उस बनाउनु पर्ने हुन्छ, दुईवटा प्रोपेलर, एउटा अगाडिको र एउटा पछाडिको लागि है। यो चाहिँ कामसँग यसलाई चाहिँ फ्याँकिदिनुहुन्छ तपाईँहरूले। मैले चाहिँ त्यो साइडमा राखेर अलि एकछिनतिर फ्याँक्छु। अब यो भित्र भएको उसलाई चाहिँ पुसेर अलि राम्रोसित उस गर्नु होला। मैले चाहिँ यो पुसिसकेछु। अब यो उस पनि अलिक भइरहेको छ र अब यहाँ चाहिँ एउटा मार्क बनाउनु पर्ने हुन्छ हामीले, ताकि त्यो उस पनि राम्रोसित होस् भनेर। प्रोपेलरको चाहिँ हामीले कम्पासबाट उस गर्नुपर्ने हुन्छ, तर मसँग कम्पास अलि नभएको कारणले म चाहिँ अलि नर्मलै तरिकाले उस गोलो बनाउँछु। त्यसैले म चाहिँ यो सोलिमरको उस युज गर्छु। तपाईँहरू बोतलको अथवा कुनै उसको युज गर्न सक्नुहुन्छ है त। यसलाई चाहिँ मैले गोलो मार्क बनाइसकेको छु। अब यसलाई चाहिँ हामी काट्न पर्ने हुन्छ। यसलाई चाहिँ पहिला हामी ढक्कन लगाएर राख्छौँ इङ्क नसुकोस् भनेर। अब हामी यस्तो वाला कटर छ भने यही युज गर्नु, नत्र तपाईँहरूले कैँची चाहिँ युज गर्दा अलि राम्रो हुन्छ है त। यो त उस हुनसक्छ, त्यही भएर अब यसलाई चाहिँ हामी मिलाएर काट्छौँ। पहिला चाहिँ म यसलाई यसले नै काट्छु, त्यो अलि अप्ठ्यारो हुन्छ समात्न। यसले पनि नकाटेको